नमस्कार। हामीले कक्षा 11 को फिजिक्सभित्र पनि पढ्नुपर्ने एउटा महत्त्वपूर्ण च्याप्टर रहेको छ इलेक्ट्रिसिटी। सबैजनाले इलेक्ट्रिसिटी भन्ने च्याप्टर सानैदेखि पढ्दै आउनु भएको छ। तैपनि यहाँ अलि 11 मा अलि बेसिक भन्दा पनि अलि एडभान्स लेभलबाट पढ्नुपर्ने भएका कारणले थोरै गाह्रो लाग्न सक्छ। सुरुमा हामीले सबै बेसिक कुराहरू व्हाट इज इलेक्ट्रिसिटी, इलेक्ट्रोस्ट्याटिक्स भनेको के हो, द ब्रान्च अफ द इलेक्ट्रिसिटी व्हिच डिल्स विथ द इलेक्ट्रिक चार्ज एट रेस्ट भनेको यो इलेक्ट्रोस्ट्याटिक भनेको चाहिँ एउटा इलेक्ट्रिसिटीको एउटा ब्रान्च हो जसले चाहिँ के को बारेमा भन्दाखेरि डिल्स गर्छ भन्दाखेरि कुनै पनि इलेक्ट्रिक चार्ज रेस्टमा छ भने त्यसको बारेमा डिल्स गर्छ। त्यसैगरी अर्को छ इलेक्ट्रोडाइनामिक्स। यो इलेक्ट्रोडाइनामिक्स भन्दा बित्तिकै द ब्रान्च अफ द इलेक्ट्रिसिटी विथ डिल्स विथ इलेक्ट्रिक चार्ज इन मोसन। जब मोसनमा चार्ज हुन्छ त्यसको बारेमा डिल्स गर्ने इलेक्ट्रिसिटीको एउटा ब्रान्चलाई के भनिन्छ, इलेक्ट्रोडाइनामिक्स भनेर भन्ने गरिन्छ। त्यसैगरी अर्को छ इलेक्ट्रिक चार्ज एन्ड फन्डामेन्टल प्रोपर्टी अफ म्याटर द्याट इज कल्ड इलेक्ट्रिक चार्ज। इलेक्ट्रिक चार्ज मेनली दुई प्रकारको हुन्छ, एउटा नेगेटिभ र पोजिटिभ हुन्छ। त्यसैगरी हामीले आईले केलाई डिनोट गर्छ, इलेक्ट्रिक करेन्टलाई डिनोट गर्छ। त्यसैगरी अर्को क्यूले केलाई डिनोट गर्छ भन्दाखेरि इलेक्ट्रिक चार्जलाई डिनोट गर्छ, एनटीले टाइमलाई डिनोट गर्छ। यति कुराहरू बेसिकली बुझिसके पश्चात अब हामी फेरि अर्को हाम्रो डाइमेन्सन फर्मुलामा जान्छौँ। डाइमेन्सन फर्मुला अफ इलेक्ट्रिक चार्ज इज बिलो भने क्यू बराबर आई इन्टु टी हुन्छ। आईको यता एम्पियर हुन्छ, यसको फन्डामेन्टल एउटा युनिट, अनि त्यसैगरी टीको टाइम हुन्छ। त्यसैगरी यो दुईटालाई मिलाउँदाखेरि एटी हुन्छ। द डाइमेन्सन फर्मुला अफ इलेक्ट्रिक चार्ज इज क्यू बराबर के हुन्छ, एटी हुन्छ। सिजिएस युनिट अफ इलेक्ट्रिक चार्ज इज के हुन्छ, स्टार्ट कुलम हुन्छ। एन्ड 1 कुलम बराबर कति हुन्छ, 3 इन्टु 10⁹ स्टार्ट कुलम हुन्छ। यो अलि इम्पोर्टेन्ट छ, यसलाई ध्यान दिनुपर्छ। त्यसैगरी अर्को यो 1 मिली कुलम बराबर 10⁻³ कुलम और 3 इन्टु 10⁻6 स्टार्ट कुलम हुन्छ। 1 माइक्रो कुलम बराबर 10⁻⁻6 कुलम और 3 इन्टु 10⁻³ स्टार्ट कुलम हुन्छ। यो पनि ध्यान दिनुपर्छ। 1 न्यानो कुलम बराबर 10⁻⁻9 कुलम बराबर 3 इन्टु 10⁻0 स्टार्ट कुलम रहेको हुन्छ। यसैगरी अर्को प्रोपर्टी अफ इलेक्ट्रिक चार्ज। इलेक्ट्रिक चार्जका प्रोपर्टीहरू के हुन् भन्दाखेरि एउटा हाम्रो अनलाइक चार्ज र लाइक चार्ज गरी दुई प्रकारका चार्जेसहरू रहेका हुन्छन्। यो प्लस प्लस छ, यो प्लस प्लस र माइनस माइनस भनेका के हुन्, लाइक चार्जहरू हुन्। त्यसैगरी अर्को यतापट्टि माइनस प्लस र प्लस माइनस भन्ने एउटा के छ, लाइक चार्ज छ। यो लाइक चार्जहरूले एकअर्कालाई के गर्छन् भन्दाखेरि यिनीहरूले एकअर्कालाई के गर्छन् भन्दाखेरि रिफिल्स भनेको घचेट्छन् र एन्ड अनलाइक चार्ज अट्र्याक्ट विथ इच अदर। यिनीहरूले एकअर्कालाई अनलाइक चार्जले के गर्छन् भन्दाखेरि आकर्षण गर्छन्, अट्र्याक्ट गर्छन्। क्यू बराबर एनी भन्ने एउटा हाम्रो क्वान्टिलाइजेसन अफ चार्ज भन्छ, यो जुन तपाईँले यहाँ देख्न सक्नुहुन्छ। यो क्वान्टाइजेसन अफ चार्ज भनेको क्वान्टाइजेसन अफ चार्ज इज इंटेग्रल मल्टिपल्स अफ चार्ज अफ सिंगल इलेक्ट्रोन। एउटा सिंगल इलेक्ट्रोनको एउटा इंटेग्रल मल्टिपल्स अफ चार्ज हो, कसको भन्दाखेरि सिंगल इलेक्ट्रोनको इंटेग्रल मल्टिपल्स अफ चार्जलाई के भनिन्छ, क्वान्टाइजेसन अफ चार्ज भन्ने गरिन्छ। त्यही क्वान्टाइजेसन अफ चार्जलाई नै हामीले यतापट्टि एउटा इक्वेसनको रूपमा लेख्दाखेरि क्यू बराबर एन हुन्छ, जहाँ चाहिँ एन के हुन्छ भन्दाखेरि इन्टिजर्स हो। ई भनेको के हो भन्दाखेरि चार्ज अफ सिंगल इलेक्ट्रोन हुन्छ। 1 बराबर 1.6 इन्टु 10⁻19 के हुन्छ, कोलम रहेको हुन्छ। त्यसैगरी अर्को के छ भन्दाखेरि थर्ड नम्बरमा यो प्रोपर्टिज अफ इलेक्ट्रिक चार्ज के हो भन्दाखेरि चार्ज इज स्केलर क्वान्टिटी। जुन चाहिँ यो चार्ज के हो, स्केलर क्वान्टिटी हो जसले इट फलोज अल्जेब्रिक सम। यसले के हुन्छ, अल्जेब्रिक समलाई एउटा फलो गर्छ। अनि त्यसैगरी अर्को 4 भनेको इलेक्ट्रिक चार्ज क्यान नाइदर बी क्रिएटेड नर बी डिस्ट्रोइड भनेको के हो भन्दाखेरि इलेक्ट्रिक चार्जलाई हामी न क्रिएट गर्न सक्छौँ न त यसलाई के गर्न सक्छौँ, नाश गर्न सक्छौँ। बस चार्ज के हुन्छ भन्दाखेरि चार्जेस फलो वान बडी टु एनदर बडी। अनि कन्डक्टरको कुरा आउँछ। कन्डक्टर र इन्सुलेटर त तपाईँले सानैबाट पढिसक्नु भएको छ। कन्डक्टर भनेको एउटा मेटेरियल्स हो जहाँ चाहिँ इलेक्ट्रिक चार्ज बहन सक्छ।
त्यसैगरी व्हाट इज इन्सुलेटर हुन्छ। इन्सुलेटर भनेको के हो भन्दाखेरि कुचालक भनिन्छ। द मेटेरियल्स विच डट नट अलाउ एन इलेक्ट्रिक चार्ज टु पास थ्रु इट द्याट इज कल्ड के हुन्छ इन्सुलेटर हुन्छ। त्यसै गरी अर्को के छ इम्पोर्टेन्ट क्वेसनहरू विच इज द पर्मानेन्ट मेथड अफ चार्जिङ। चार्जिङको पर्मानेन्ट मेथड भनेको चार्जिङ बाई के हुन्छ कन्डक्सन हुन्छ। एन्ड विच इज द टेम्पोररी मेथड अफ चार्जिङ भनेको चार्जिङ बाई के हुन्छ इन्डक्सन रहेको हुन्छ। त्यसै गरी अर्को के हुन्छ मोडर्न थ्योरी अफ इलेक्ट्रिफिकेसन भनेको द प्रोसेस अफ चार्जिङ बडी पोजिटिभली अर नेगेटिभली द्याट इज कल्ड के हुन्छ इलेक्ट्रिफिकेसन भनेर पढ्नुपर्छ। त्यसै गरी अर्को के हुन्छ भन्दाखेरि टु वर्ड्स डिफ्रेन्ट यो के हो भन्दाखेरि एउटा के हुन्छ चार्जिङ बाई फ्रिक्सन भन्ने जुन चार्जिङ बाई फ्रिक्सनमा के हुन्छ दुईवटा कुनै पनि दुईवटा वस्तुहरूलाई एक आपसमा रगड्दाखेरि के हुन्छ भन्दाखेरि हाई जुन ह्याभिङ अ हाई इलेक्ट्रोनवाला जुन बडी हुन्छ त्यसले चाहिँ के हुन्छ इलेक्ट्रोन लुज गरेर इलेक्ट्रोपोजिटिभिटी बनाउँछ र एउटा लो ह्याभिङ लो इलेक्ट्रोन्सवाला बडीले चाहिँ के गर्छ इलेक्ट्रोन गेन गरेर इलेक्ट्रोनेगेटिभिटी बनाउँछ। मास अफ द सिङ्गल इलेक्ट्रोन्स बराबर 9.1 × 10⁻³ केजी हुन्छ। मास अफ द प्रोटन बराबर 1.67 × 10⁻27 केजी रहेको हुन्छ। त्यसै गरी इफ अ बडी इज नेगेटिभली चार्ज यदि कुनै पनि बडीलाई नेगेटिभली चार्ज गरिन्छ भने त्यसको मास के हुन्छ इन्क्रिज हुने गर्दछ। बट के हुन्छ भन्दाखेरि इफ अ बडी इज अ पोजिटिभली चार्ज इट्स मास इज के हुन्छ भन्दाखेरि डिक्रिज हुन्छ। अब मेथड अफ चार्जिङ अ बडी एउटा मेथड अफ चार्जिङ अ बडी भन्ने हुन्छ हामीले कसरी कुन कुन मेथडबाट चाहिँ बडीलाई चार्जिङ गर्न सक्छौँ भन्दाखेरि चार्जिङ बाई फ्रिक्सन एउटा घर्षणद्वारा एउटा के हुन्छ चार्जिङ बाई कन्डक्सन भनेको छोएर चार्जिङ गराउने अनि चार्जिङ बाई इन्डक्सन भनेको नछोइकन चार्ज गराउने जुन छ। अर्को के हुन्छ चार्जिङ बाई इन्डक्सन फ्रिक्सनभित्र के हुन्छ टु बडिज अफ अ डिफ्रेन्ट टाइप आर रफ्ड विथ इच अदर इन दुईवटा बडीलाई एक आपसमा रफ्ड गर्दाखेरि द बडी ह्याभिङ हाई इलेक्ट्रोन जुन बडीको हाई इलेक्ट्रोन हुन्छ त्यसले लुज गर्छ विल गेन इलेक्ट्रोन्स भनेको के हो भन्दाखेरि नेगेटिभ जुन लोवाला ह्याभिङ लो इलेक्ट्रोन्सवाला बडीले चाहिँ के हुन्छ गेन गर्छ इलेक्ट्रोन। अनि त्यसै गरी अर्को के हुन्छ भन्दाखेरि जुन लुज इलेक्ट्रोन्सलाई हामीले के भनिन्छ भन्दाखेरि एउटा पोजिटिभ इलेक्ट्रोन भनिन्छ भने गेन इलेक्ट्रोनलाई के भनिन्छ नेगेटिभ इलेक्ट्रोन भनिन्छ। यति बुझ्दा हुन्छ। त्यसै चार्जिङ बाई कन्डक्सन भनेको इट इज द पर्मानेन्ट मेथड अफ चार्जिङ अ बडी बाई मेकिङ कन्ट्याक्ट विथ इच अदर द्याट इज कल्ड के हुन्छ चार्जिङ बाई कन्डक्सन। चार्जिङ बाई कन्डक्सन भनेको एउटा पर्मानेन्ट मेथड हो जहाँ चाहिँ यो बडीहरूलाई एकअर्कामा कन्ट्र्याक्ट अथवा छुवाएर चार्जिङ गरिन्छ। त्यसै गरी चार्जिङ बाई इन्डक्सन भनेको इट इज द टेम्पोररी मेथड अफ द चार्जिङ अ बडी विथआउट मेकिङ कन्ट्याक्ट विथआउट टचिङ भनेको एउटा यो चार्जिङ बाई इन्डक्सन भनेको के हो भन्दाखेरि यो एउटा टेम्पोररी मेथड हो जसमा चाहिँ के गरिन्छ दुईवटा बडीहरूलाई विथआउट मेकिङ कन्ट्र्याक्ट भनेको नछोइकन चार्जिङ गराइन्छ। त्यसै चार्जिङ अ बडी नेगेटिभली बाई इन्डक्सन भन्ने अझै एउटा छ जुन चाहिँ चार्जिङ अ बडी नेगेटिभली बाई इन्डक्सन र चार्जिङ अ बडी पोजिटिभली बाई इन्डक्सन यो दुईवटा मेथड रहेको छ। सर्वप्रथम यस भिडियोलाई मन पऱ्यो भने लाइक सेयर र सब्सक्राइब गर्नु होला। एन्ड अर्को पार्टमा मैले यसको व्याख्या गर्नेछु त्यो पनि हेर्न नछुटाउनु होला। यति गऱ्यो भने हामीले चाहिँ यो इलेक्ट्रिसिटीको करिब धेरै क्वेसनहरू समेट्न सक्दछौँ जुन क्वेसनहरू इक्जाममा बारम्बार दोहोरिरहेका हुन्छन्।